हुनुहुन्छ हाम्रो नाना यी बारी हेलो एभ्रिवान सबैलाई नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल म चाहिँ सन्चै छु तपाईँहरूले सन्चै हुन्छ होला म चाहिँ आज नयाँ ब्लगको साथमा आइसकेको छु साथीहरू पहिले पनि थियो ब्लग आइडी मेरो आइडी चाहिँ युट्युब च्यानल चाहिँ तर त्यो चाहिँ अब अर्को फोनमा छ त्यही बिग्रियो यो नयाँ च्यानल हो सबैजनाले पहिलेको जस्तो सब्सक्राइब गरिदिनु होला पहिले त 200 कति पुगेको थियो छिटै अनि योचोटि पनि छिटै पुऱ्याइदिनु होला 1000 सब्सक्राइबर चाहिँ होइन अनि म चाहिँ आज के बनाइरहेको छु भने नि साथीहरू आज नयाँ ब्लगमा चाहिँ के ल्याउँ भइरहेछ नि यहाँ हाम्रो नानाहरू हुनुहुन्छ अनि नानाहरूसँग चाहिँ अब त्यो के हो अहिले कलर एक्सचेन्ज त्यो गिफ्टहरू चलिरहेछ नि हो यस्तै गेम हामी पनि खेल्न आँटेको छौँ अनि तपाईँहरूलाई कस्तो लाग्छ अब हामी चाहिँ सामान किन्नु जानु आँटेको खादबारी अनि अलिअलि यहाँ चाहिँ यसो दोकानको लागि होटलमा सामानहरू नि ल्याइराख्नु पर्ने छ भोलिदेखि त खाजा पकाउनुपर्छ अनि आज चाहिँ शनिबार बिदाको दिन म चाहिँ हल्का यसो नानाहरूसँग अब बजार जाने अब के कसो गर्छौँ हेरिदिनु होला साथीहरू मन परेमा लाइक सब्सक्राइब एन्ड सेयर एन्ड कमेन्ट चाहिँ गर्नु नबिर्सिनु होला है त यति भन्दै मेरो अहिले चाहिँ यति नै भन्छु अब एकछिनमा भ्लग हेर्नुलाई हामी चाहिँ यहाँ साथीहरू सामान किन्नु जाँदैछौँ दुईजना नाना उहाँहरू नै हो हामी चाहिँ कता खासबारी पुग्नु आँटेमै त्यहाँ भरे सामान चाहिँ महँगो कलर खेल्न आँटेको गेम चाहिँ अब तपाईँहरूलाई भरेमा घर पुगेरै गेम खेलेको चाहिँ देखाउँछु है साथीहरू चाहिँ हुनुहुन्छ हाम्रो नाना यी भारी बोकेर खोइ कसलाई दाजुलाई पर्खिनु भएको अरे यता हामी चाहिँ यहाँ काउन्टरमा छौँ A few moments later. हेलो एभ्रिवान अब हामी चाहिँ यहाँ गेम खेल्नुको लागि रेडी भइसकेको छौँ रेडी होइन त नानाहरू हाम्रो गेम लु को सुरुमा भन्ने कुन कलर तिमीले भन्ने पहिला म भन्नु ए बिस्कले म त सुरुमा रेड भन्छु अब रेड ल एकछिन 1 2 3 भन्छु अनि ल अनि एकछिन निकालिसक्नु अन्त निकालिसक्नु कालो भनेको अरे यो भन्नु न देखाउ न मलाई लाजो के लाजो यो भयो भेट्दिनै म त उता फर्केर हेर्नु न हामी म त देखिरहेछ है म त देखेको छैन 1 2 3 भन्छ नि झिक्ने सानो भएर ल मेरो त निस्केन है यो देखाऊ है मलाई चाहिँ यहाँ मेरो अलिक झोला सानो भएछ भयो भयो काची छैन है मेरो चाहिँ मेरो त यही छ है अहिले म चाहिँ भुइँमा राख्छु है आयो मेरो त निस्केन है खोइ लामो छैन कि क्या हो ठुलो झोला दिनु कि देखिहाल्यो होइन देखेको छैन साँच्चीकै घोप्टेर हेर्नु त आयो नाना भेट्नु भयो मै मात्र रहेछ रातो हुन त लु भन्नु न त अर्कै भन्नु न त होइन सुरुमा रातो भन्छ त खोज्नु भयो भेट्नु भयो एउटा भेट्नु बाँकी छ गाह्रो छ यी झोला यो चाहिँ पहिले रहेछ ओ भयो लु 1 2 3 गो ह्यापी बर्थडे लु एक नानालाई लु थ्याङ्क यू तपाईँलाई हाम्रो चाहिँ लु वाउ वाउ हाम्रो चाहिँ गिफ्ट रहेको छ यो के हो अब राख्नु हाम्रो रेडमा गिफ्ट यस्तो भयो लु ओइ मलाई त गर्नु अब
ओइ मुला अब के यो छिटो खोल्नु न यो भन्नु। यो कुन अब- माथि हावामा त बनाउँदैन कि त्यही भएर तपाईँ कुन तपाईँ भन्नु नि के भन्नु कुन कलर लु भन्नु यो ए Yellow? पहिलो यो यो होइन त पहेँलो अब त कहाँ यो होइन त यो सुन कलर पहिलो सुन कलर एकछिन है मेरो 1 2 3 भन्नु अनि ल ल भयो भयो 1 2 3 लाउ पहेँलोमा लु हिलाउनु के हो मैदादेखि है वाउ हाम्रो नानाको गिफ्ट लु धन्यवाद अब के लु भाउजू भन्नु लु नाना भन्नु के छिटो लग लाग्यो मेरो फोनमा यो ब्ल्याक अब तिमीले भन्नु ब्ल्याक पो हो त्यो यो ओइ मेरो त अर्कै कलर पो छ त यो ब्ल्याक हो पिछा अनि मेरो अर्कै कलर भयो ठिक छ हुन्छ त्यही अब भयो भयो 1 2 3 भन्नु लु ओ माय गॉड यस्तो भयो त यो त के हो यो हुन्छ म त यस्तो मैले चाउँछु यही दिनु गयो कि अहिले लु हाम्रो गिफ्ट अलिसिमा के चाहिँ देखाउनुपर्छ परि अब के कसको हो अब मेरो टर्न नि तपाईँले भन्नुभयो नि अब पिङ्क त्यही आलु भन्नु अब वाइटमा ल सेतो त सेतो एकछिनै ए होइन यो कागज रे भयो एकछिनै ढल्की जाऊ न नलौरो न वा 1 2 3 गो गो यो चाहिँ छ ओ माय गॉड यो चाहिँ खुद्रुके यहाँ पैसा भेला गरेर मलाई दिनु ल यो तपाईँलाई यो नानालाई अनि टप पनि छ यो टप पनि ल्याइदिएको मैले चाहिँ नानालाई एउटा बहिनीलाई नानालाई अलिक बोल्नै त बोल्नु चुरा चाहिँ दामी के भन्दै बोल्नु म आउँदैन बोल्नु अब मेरो पालो नि अब कुन हो अब कुन भाइ ल खोल्नु त ए लखुन्नु त ए के छैन नि छिट्टो लगायो अब कुन अब पिङ्क यो ल पिङ्क यो ओइ मेरो त खासी गयो पिङ्क एकछिन नै ओइ कहाँ गयो त भयो भित्र पछि गयो भयो लु भन्नु 1 2 3 गो नाना चिम्टी मेरो नाम पालिस लु ल नाना तपाईँलाई ओ माय ए मैले पालिस पुछ्ने ठिक भन्छ ए कान्छी हस् यो चाहिँ अलरेडी जहिले छोरी मान्छेलाई चाहिने यो चाहिँ ठिक्क नाना र मलाई नै अब नानाको टर्न के हो यो फोनै अब त एउटा होइन त कि दुईटा हो अब यो दुईटा बाँकी छ यो हो यो ओइ बन्दिहाल्यो के लु कुन भरे यो लास्टको यो ए भयो 1 2 3 गो ओ माय गॉड यो चाहिँ छ यो के हो कोठामा सजाउने ल यसलाई चाहिँ के भन्छ लिप प्लस के भन्छ होला भन्नु नि हामी चाहिँ लु लु अब एउटा बाँकी छ नि के होइन हो यो हरियो 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 बाँकी लु अब झन् म भन्छु अब ल भयो भेट्नु भयो 1 2 3 गो यो चाहिँ फेस वास झोलाइ हुन्थेछ नि
हाम्रो गेम चाहिँ सक्यो अब त्यो फिनिस अब हामी यहाँ गिफ्ट देखाउँ ल यो गिफ्ट चाहिँ छ यता हाम्रो नानाको यो चाहिँ मेरो छ साथीहरू यो मेरो अनि उहाँ नानाको गिफ्ट हो मिलाउँदै हुनुहुन्छ यताको नानाको हाम्रो भ्लग चाहिँ अब यस्तै भयो अब लास्टसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई